केपीको हलीले के भन्दैछ सुन्नुहोस् एकपटक। के प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो? के गर्नु? के बालेन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको लोकतन्त्रको चिरहरण गरेर हो? केपी तन्त्र भएपछि तिमीहरूलाई सबै थोक हुन्थ्यो, तर बालेन शाह 3 महिना पनि भएको छैन आउन। तर तिमीहरूले 33 वर्ष हेर्दा पनि के गर्न सक्यौ? नेपाली जनताको लागि के गर्यो तिमीहरूले? झोल्यौ। अब बस भयो, तिमीहरू धेरै भुक्नु पर्दैन। तिमीहरू सडक बाहिर पनि त्यही थियौ, सदनभित्र पनि त्यही छौ, र तिमीहरूको हरकत सबैले देखिसकेको छ। तिमीहरूका दाना पानी बन्द भइसकेको छ। त्यही भएर अब बालेन शाहको विरोध गरिरहेका छौ। अब हेर्दै जाऊ, देश र जनताका लागि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र यो देशका लागि काम गर्छ। त्यही भएर तिमीहरूका अब दिन सुरु भए र दाना पानी सब बन्द भएका छन्। तिमीहरू संसदमा र सडकमा नै आन्दोलन गर्ने बाबी हो। त्यही भएर अब चुपचाप बस। बालेन शाह जे गर्छ त्यो काम गर्छ। देश र जनताले मन पराइसकेपछि तिमीहरूको केही हुँदैन। त्यही भएर अब हेर्दै जा, देश र जनताको लागि के काम गर्छन् भन्ने कुरा। र तिमीहरूका दिन गए, अब बालेन शाहको राज हुन्छ। जय देश।